भिडियोहरुमा के आफूले भोगेको भोगाइहरु पनि सानो केही बोलेर हाल्दिम त नि भनेर हाल्यो हैन। कहिलेकाहीँ हाले पनि कति नराम्रो कमेन्ट आउँछ के खालका दाजुभाइ होलान् के। आफ्नो घरमा बहिनी दिदीलाई श्रीमतीलाई यस्तै कमेन्ट गर्न सक्नुहुन्छ होला त उहाँले। कति नराम्रो कमेन्ट किन गर्नुहुन्छ होला। आफूले कुनै दिन भोगेको अनि त्यस्तो भोगाइमा मलाई त फलानाले यस्तो भन्यो भनेर रोएर बसिन कि त्यही इख लिएर अगाडि बढेको मान्छे हो के म। त्यत्तिकै यहाँसम्म पुगेकी छैन के। सुर्खेतमा घडी छ हजुर मेरो थोत्तरै भए पनि। त्यत्तिकै देशीको टोयलेट धोएर है फेरि टोयलेट धोएर जुठा भाडा धोएर झाडु पोछा गरेर सुर्खेतको घडेर त मैले टोयलेटै धोएर कमाएकी। आचेल पो बल्ल खाना बनाउने 10-11 वर्ष भयो यहाँको आचेल पो बल्ल खाना बनाउने बछु। अनि आको 3 वर्ष 4 वर्षमा सुर्खेतको घडेर किने काम। त्यतिखेर त मैले टोयलेटै सोरेर कमाएको पैसाले किने काम। मेहनत गरेकी हुँ नि त। टोयलेट सोरे पनि आफ्नो इमान त राखेरै कमाएकी हुँ नि त। त्यही भएर जे छ मनमा छ तैँले त्यस्तो भनिस् भनेर त्यससँग मुखमुखै लाग्ने हैन कि तिमीले मलाई यस्तो भनेको थियौ नि रोक। तिमीले भन्दा डबल गरेर देखाउँछु नभए पनि तिम्रो जति म गर्न सक्छु भनेर हिम्मत लिएपछि अगाडि अवश्य बढिन्छ के। मैले भोगेकी नि त। मलाई भन्नेले के भन्थे यसलाई झाडु लगाएर पैसा काम गर्न सक्दिन खाना त परै जाओस् यसले झाडु लगाएर कमाउन सक्दिन पैसा कमाउने भन्थे के। अहिले आफूलाई टन्न भात खाने जग्गा किनिसकेकी छु मैले। बुढाको पैसाले खाना खर्च पुग्छ मेरै पैसा त भनौँ। बुढाबुढी मिलेर एकै ठाउँ छौँ विदेश एउटा टाढा एउटा नजिक छैनौँ रोएर बस्न परे हैन। भिडियो कलमा कहिले आउनुहुन्छ बुढा कहाँ आउनुहुन्छ बुढा भन्न परे हैन। बुढाबुढी एकै ठाउँमा छौँ। झगडा पनि हुन्न हाम्रो। झगडा भनेको दुईटै मुखमुखै लागेर गर्नलाई झगडा भन्छ। एउटा बोल्यो एउटाले सम्झाइराखेछ भने अर्को चुप्प लाग्ने। अर्को बोल्यो म बोल्छु उहाँले सुन्नुहुन्छ उहाँ बोल्नुहुन्छ मैले सुन्छु। हाम्रोमा झगडा हुँदैन। जस्ता छौँ एकदम रमाएर खुसी साथ बसेका छौँ। भएन भनेर डुडुन्ड छोराहरूलाई बेङ्गलोरको यति महँगो स्कुलमा महिनाको नै सालको 3 लाख रुपियाँ भाडा लाग्छ। यति सस्तो यति महँगो स्कुलमा हाल्ने आँट कसैले गर्दैनन्। गरेकी छु नि मैले कमाएकी पनि छु। त्यही भएर त्यस्तो बिरामिदा पनि म घरमा सुतेर बसिन काम गरिराखेकी छु। त्यही भएर आफूले भोगेको कुरा कसैलाई तैँले यस्तो भनिस् भनेर त्यसैको पछाडि कुरा काटेर हिँड्नुहुन्न। आफ्नो गर्नुपर्छ। अनि हिजो मलाई यस्तो भनेछौ रोक भन्ने हैन। मैले यस्तो भनेछौ तिमीहरूको अगाडि मैले पनि केही गर्छु तिमीहरूसम्म पुग्ने लेभल कि म हुन्छु आँट राख्छु भनेर अगाडि बढ्यो भने अवश्य अगाडि बढिन्छ के। अनि तपाईहरु मैले यस्तो भिडियो बनाएको हुन्छु आएर 190 100 कति भनेर लेखिदिनुहुन्छ तपाईलाई लाज लाग्दैन। म पनि त एउटा कसैको छोरी हुँ कसैको बहिनी हुँ कसैको दिदी हुँ कसैको बुढी हुँ कसैको आमा हुँ। अलिकति सोचेर लेख्नु न। यो लेख्ने फेरि छोरा मान्छेहरू हुन्छन्। जो छोरी मान्छे बिगार्छन् नि त्यस्तै छोरा मान्छेले यस्तो लेख्छन् के। दुःख लागेर आउँछ।